काठमाडौँ उपत्यकामा बस्नेहरूका लागि निकै नै मनमोहक ठाउँ। यहाँको प्राकृतिक वनजङ्गल 12 महिना हरियो हुन्छ। यहाँ पानीको पनि अभाव छैन। बिदाको दिन सदुपयोग गर्नुहोस् वा प्रकृतिसँग रमाउन, जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाहीँ प्रकृति नै निर्णायक बन्छ। मनलाई खुसी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ। प्रकृतिको छटामा एकटक निहाल्न मन लाग्छ अनि त्यसैमा हराउन। प्रकृतिका 3 प्रमुख आकर्षणहरू पुष्प, पुतली र पंक्षीको अनुपम भण्डार हो गोदावरी स्थित राष्ट्रिय वनस्पति उद्यान। काठमाडौँ उपत्यकाको सर्वोच्च शिखर फुलचोकी पहाडको फेदीमा करिब 1500 देखि 2000 मिटरको उचाइमा रहेको राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ। नेपालमा भएका 12वटा वनस्पति उद्यानमध्ये ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान सबैभन्दा पुरानो हो। मध्य काठमाडौँबाट करिब 16 किलोमिटर दक्षिण पूर्वमा अवस्थित गोदावरी उद्यान 82 हेक्टरमा फैलिएको छ। गोदावरी उद्यान आफ्नो नाम अनुसार नै पुष्पहरूका लागि प्रख्यात छ। उद्यानमा सुनाखरीको प्रजाति सङ्ख्या पनि विगतको तुलनामा वृद्धि हुँदै गएका छन्। दुर्लभ, लोपन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा सम्वर्धनका लागि विक्रम सम्वत 2019 सालमा यस उद्यानको स्थापना गरिएको थियो। तत्कालीन राजा महेन्द्रद्वारा उद्घाटन गरिएको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विक्रम सम्वत 2063 असार 19मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो। वनस्पति उद्यानमा मूल्यवान वनस्पति सम्पदालाई संरक्षण गरिएको हुन्छ, जहाँ वैज्ञानिक अध्ययन, अनुसन्धान, संरक्षण र प्रदर्शनी हुने गर्छ। यस्ता उद्यानलाई विश्वविद्यालय, अनुसन्धान संस्था वा सरकारी निकायले सञ्चालन गरेका हुन्छन्। नेपालमा भने वनस्पति हेर्ने सरकारी निकायको अस्तित्वसँगै वनस्पति उद्यानको अस्तित्व पनि जोडिएको पाइन्छ। सुरुमा वन तथा वनस्पतिको काम गर्ने सरकारी कार्यालयमा वनस्पति अड्डा नामक कार्यालय रही सीमित स्रोत र साधनमा सञ्चालित थियो। पछि अड्डालाई डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्ट्समा स्तर उन्नति गरियो, जसलाई नेपालीमा वनस्पति विभाग भनियो। उद्यानको व्यवस्थापन गर्दै आएको वनस्पति विभागले 2056 सालदेखि प्रत्येक वर्ष चैत 29मा वनस्पति दिवस मनाउँदै आएको छ। सन् 2016मा भएको अध्ययनभन्दा अहिले गरिएको अध्ययनले उद्यानमा वनस्पतिको प्रजाति बढेको देखाएको छ। हाल उद्यानमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागका विद्यार्थी पनि इन्टर्न गर्न आउने हुँदा उद्यानको तथ्याङ्क सङ्कलनमा केही बल मिलेको छ। जीवित वनस्पतिहरूको सङ्कलन तथा संरक्षण गर्न वनस्पति उद्यान स्थापना गरिन्छ। यहाँको वातावरणसँग मेल नखाने जातका बिरुवाहरूलाई पनि हरित गृहमा राखेर विशेष हेरचाहका साथ राखिएको पाइन्छ। सोही अनुरूप उद्यानले सन् 2019देखि बिउ ब्याङ्क पनि स्थापना गरेको छ। बिउ ब्याङ्कमा 150 प्रजातिको बिउ संरक्षण गरिएको छ। उद्यान भ्रमणमा आउनेहरूको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ। साथै आगन्तुकले यहाँ विभिन्न प्रजातिका बिरुवा खरिद गर्न पनि सक्छन्। उद्यानमा सामान्यतया विद्यार्थीहरू शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि यो उपयुक्त गन्तव्य बन्दै आएको छ। ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मजौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रेम जोडीहरूको घुमघाम होस् वा पारिवारिक भ्रमण, गोदावरी र त्यसमा पनि गोदावरी पार्क निकै नै उचित ठाउँ मानिन्छ।
राष्ट्रिय वनस्पति उद्यान नाम दिइएको र गोदावरी पार्क नामले परिचित उक्त पार्क पछिल्लो समय घुमफिरका लागि उचित गन्तव्यको रूपमा परिचित छ। वर्षेनी 4 लाखभन्दा बढी आगन्तुकलाई स्वागतमा तल्लीन यस उद्यानलाई प्रकृतिका उपहारले भरिएको प्राकृतिक खुल्ला सङ्ग्रहालयभन्दा फरक नपर्ला। प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद। प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ। प्रकृतिको वरदान उपहार स्वरूप प्राप्त गोदावरी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्वदेखि लिएर यहाँका जीवन्त सबै धरोहरलाई आज पनि सबैको सहयोग, शुभेच्छा, सद्भावना एवं संरक्षण र सम्वर्धनको खाँचो रहेको छ।